हाम्रो बारी हो यो कुखुरा पनि छ हेलो एभ्रीवान के छ खाजा लिएर आए बुढीले काम गर्दै गर्दा उतै राख ट्याङ्कीमा जुनै भ्यान टिपा न जो गरे नि हुन्छ कि त्यसरी नगर त त्यसरी नबस त त्यसरी अलग अलग टिप्नुपर्छ त्यसलाई माथिबाट हेर्दै यो त कत्रो ठुलो ए जति टिपे हुन्छ यो चाहिँ हाम्रो बुवाले रोपेर जानुभएको म त यति राम्रो हुन्छ भने सोचेको नि थिएन ओके फर्सी हाम्रो यत्रो भइसकेको छ ल हेर्नुहोस् त फर्सीको मन्टा खाएर नसक्ने भइसकेछ यो सबै हाम्रो बुवाले रोपेर जानुभएको यो घरको अङ्गुर चाहिँ हाम्रै हुनेछ फ्युचरमा फलिसक्यो किसानको छोरो जहाँ गए पनि काम गरेर खानु मनपर्ने आज घर छेउको खाली जग्गामा खनेर केही साग लगाउने उद्देश्यले चाहिँ हामी काम गर्दैछौँ यो इन्स्पायर चाहिँ म हाम्रो बुवादेखि भएको हो बुवाले त उजाड बन्जार ठाउँमा खनेर फर्सी रोपेर जानुभएको थियो आज 2 महिनापछि खाइ नसक्नु फर्सीको मन्टा भइरहेछ फेरि यहाँ अलिकति रायोको साग छर्नु मन पर्यो त्यही भएर आज हामी बुढाबुढी जमर्को गर्दैछौँ